डाक्टर देवी नेपालको ठहर के छ यो काशीनाथ मिश्रितका यी कृतिहरूमा, यी कविताहरूमा भनेर कवि मिश्रितले आफूलाई प्रज्ञाचक्षु भएर पनि प्रशस्त छन्द साधना गर्नुभएको छ। यो प्रज्ञाचक्षु भएर पनि, प्रज्ञाचक्षु नभएर सोझै देख्नेहरूको निम्ति पनि छन्दमा गण गन्ती गरेर अनुप्रास मिलाउन धेरै जटिल हुन्छ भने प्रज्ञाचक्षु भएको व्यक्तिको निम्ति चाहिँ त्यो अझै कष्टकर काम हो। यो कुरालाई उहाँले छुनुभएको छ। यहाँ पढेर वा देखेर नभएर केवल सुनेका भरमा छन्दको लय समातेर कविता लेख्न सक्नु प्रशंसनीय कुरा हो। सुन्दा शब्दको स्वरूप देखिँदैन, केवल लयको श्रवण हुने गर्दछ। त्यसैले यहाँका कविताहरू लय केन्द्रित बढी छन्, छन्द अनुशासनको कठोर पालनाबाट मुक्त छन्। यिनले भाषाको लेख्य रूपलाई नभएर कथ्य रूपलाई अँगालेका हुनाले विषयको व्यवस्थापन र भावगत अभिव्यञ्जनामा यी कविताहरू सशक्त बन्न पुगेका छन्। सर्वसाधारण पाठक वा श्रोताले बोल्ने भाषाको प्रयोगबाट अभिष्ट भावको सम्प्रेषण गर्ने काम यहाँका कवितामा भएको देखिन्छ। यसलाई कविको स्वच्छन्द लेखनको विशेषता मान्नुपर्ने हुन्छ। एउटा फाँकी, एउटा अनुच्छेद मैले उठाएँ। नरनाथ सरले सङ्केत गर्नुभयो, उहाँ हामीले जस्तो कापी कलम लिएर लेख्न सक्नुहुन्न, त्यो अप्ठ्यारो छ उहाँलाई। तर पनि उहाँले हामीले जतिकै क्षमता देखाएर कृतिहरू ल्याइराख्नु भएको छ। तपाईहरुले कृतिको नाम सुन्नुभयो, फुटकर कवितादेखि काव्य हुँदै महाकाव्यसम्म, निबन्ध फुटकर निबन्धदेखि निबन्ध संग्रहसम्म उहाँले रचना गरिराख्नु भएको छ। यो निरन्तर सृजनशीलताका लागि म पुनः अभिवादन व्यक्त गर्छु। उहाँले यी दुईटा कृतिमध्ये पहिलो कृतिको भूमिकामा केही प्रेरक पक्षहरूलाई कोट्याउनु भएको छ। आफ्ना पिताले घरमा पूजापाठ गर्दा भन्ने गरेका स्तोत्रहरू, पढ्ने गरेका पाठहरूबाट प्रेरित भएर छन्द यगण मगण जानेर होइन कि छन्द सुनेर कविता लेख्न उहाँ प्रेरित हुनुभएको रहेछ। तपाईहरु कतिलाई लाग्ला उहाँ प्रज्ञाचक्षु व्यक्तित्व हुनुहुन्छ, उहाँले यी संग्रहभित्र कहीँ कतै आफ्नै जीवनका समस्याहरू लेख्नु भएको छ होला। त्यो जीवन जिउने क्रममा के कस्ता उकाली ओह्राली पार गर्नु पर्यो त्यो लेख्नु भएको छ होला भन्ने पनि लाग्न सक्छ। उहाँले त्यो कुरा अगाडि नै महाकाव्यमा लेखिसक्नु भएको छ। संयोग त्यो महाकाव्यलाई केही सम्पादन गर्ने र एउटा सानो भूमिका लेख्ने अवसर मैले पाएको थिएँ 2064 सालमा। उहाँले त्यो कुरालाई ती छोड्नु भयो र त्यसपछिका यी रचनामा उहाँले कहीँ पनि त्यो आफ्नो कुण्ठा, आफ्नो समस्या राख्नु भएको छैन। यहाँ उहाँ त्यहाँभन्दा माथि उठेर यो देशको, यो समाजको अनि यो देशको राजनीतिको, प्रशासनको र यो देशको कूटनीतिक अरू कुराहरूको पक्षमा आवाज उठाउनु भएको छ। उहाँले यो संग्रहभित्र समेटिएका कवितामा राजनीतिक विसङ्गतिको विरोध गर्नुभएको छ। छोराहरू हुन गए सबै हरामी, ठुलो छ चोट मुटुमा अनि छटपटिन्छौ, बढ्दो व्यथा सहन दुःख भएर रुन्छौ। देशलाई आमाको बिम्बमा ल्याएर नेतालाई हरामी भन्नु भएको छ। उहाँले अविकसित छ हाम्रो देश यो हालसम्म, विकसित हुनलाई छैन केही तारतम्य, दिन जति अघि बढ्छन् हट्छ उस्तै पछाडि, सडक सुतिरहेछन् बन्द छन् आज गाडी। जुन गतिमा यहाँको समृद्धि विकास हुनुपर्ने थियो त्यो बेला सडक पनि सुतिराखेका छन् भनेर उहाँले सडक सुतेको बिम्बबाट त्यो सडक होइन, त्यो सडक हुँदै पुग्ने सबै मन्त्रालय के सबै ठाउँहरू, सबै निकायहरू सुतेको सङ्केत गर्नुभएको छ। हत्या, हिंसा, वर्गीय विभेद आदि पक्षहरूको विरोध गर्नुभएको छ।
नहोस् हत्या हिंसा छलकपट धोका सब भुलुन् नहोन् कोही भोका सहजसँग ढोका अब खुलुन् भन्नुहुन्छ उहाँ यो इच्छा कवितामा। त्यसरी समानता र स्वतन्त्रताका पक्षमा उहाँका धेरै कविताहरू बोलेका छन्। कतै उहाँ शान्तिको पक्षधर, कतै स्वतन्त्रताका पक्षधर, कतै समानताका पक्षधर हुँदै समग्रमा उहाँ मानवतावादी चेतनाको कविका रूपमा देखिनुहुन्छ। रोए सेता परेवा गगन बिचौडी बस्न ठाउँ भएन, रोए रारा र फेवा जल धमिली नगो शुद्धता नै रहेन, पहिरो जाँदा पखेरातिर ढकमक भई फक्रने फुल रोयो, पहिरोले च्यापिएको कलकल बहने पानीको मूल रोयो। यसरी उहाँले प्रकृति चित्रण गर्नुहुन्छ। मैले यो एउटा अनुरोध, यो एउटा अंश मैले यहाँ वाचन गरेँ र यो पहिलो सङ्ग्रहबाट गरेँ। म अब यो दोस्रो कृतिबाट यो स्वर्णिम सपनाका केही खास विशेषतालाई म बोल्दैछु। उहाँको यो विषयगत भावगत विविधता छ र उहाँले यसलाई चाहिँ यो 64 को परिवर्तन पछिका कविताका रूपमा देखाउनु भएको छ। यहाँ उहाँ अतीत र वर्तमानको तुलना गर्नुहुन्छ। अघिको सङ्ग्रहसँग मिल्ने विशेषताको बारेमा कुरा गर्दिनँ, नमिल्ने विशेषता म स्किप गर्दै जान्छु। मेरो रिपोर्ट 15 पेज छ, मैले सबै भन्न भ्याउँदिनँ यहाँ। त्यो अतीत र वर्तमानको तुलना कस्तो छ भने, म यो मुखले भन्नुभन्दा कविता भन्छु। म भानुभक्तले एउटा कविता लेखेका थियो, कान्तिपुरी नगरी भन्ने कविता। त्यसलाई उहाँले यसरी प्यारोडी बनाउनु भएको छ र यसरी आज चाहिँ हाम्रो कान्तिपुरी यस्तो छ भन्नुहुन्छ। तपाईहरु कान्तिपुरीमै हुनुहुन्छ। तिम्रो कान्तिपुरीका चपल सुअबला वस्त्र छोटो लगाई हिँड्छन् लज्जा नमानी पर पुरुषसितै पश्चिमी र्याप गाई, मर्दाना वा जनाना बहुत सकसले सक्दछन् चिन्न कोही, केटा हो कि केटी बल्ल दुःखले चिनिन्छ, लामा लट्टा बनाई पुरुष युवक नै स्त्री बने तुल्य होई, हुँदै हुँदै अलि तल त्यो भानुभक्तको जवाफ दिँदै जान्छ। पैसा चल्दैन घाँसी बस अब मममा भैँसी हुन्छन् चलानी, बुझ्नुहुन्छ। गाई गोमा सुखानी चलन सुरु भयो ठुङ्दछन् जान जानी, पहिले बनेका जति असल कुवा पूर्ण थाले अचेल त्यस्ताको चल्छ ख्याति, जुन जनहुलमा गर्दछन् ठेल मेल, तिम्रा पाला हुँदा हुन् वधुहरू सुशीला भइसके आज छाडा, स्वामी जान्छन् विदेशी श्रमतिर घर कि अस्मिता बेच्न टाढा, के यस्तो भन्नुहुन्छ उहाँले। यो फेरि यो मैले लिएको उदाहरणले कतै नारी हिपेकी जस्तो होला। उहाँले नारी बन्धन र मुक्तिका विषयमा पनि आवाज उठाउनु भएको छ। यो एउटा विकृतिको श्रृङ्खलालाई भानुभक्तको समय, भानुभक्तको आदर्श र यहाँ ल्याएको छ। अनि एउटा महत्त्वपूर्ण कुरा हुने रहेछ, कुनै शिक्षक, प्राध्यापक, लेखक छ भने उसले सामाजिक मूल्यहरूलाई बडो मसिनो गरी हेर्ने रहेछ। अरूलाई समाज भड्काइदिए पनि फरक नपर्ने रहेछ, तर यो पेसाले बडो मर्यादापूर्वक समाजलाई हेर्ने रहेछ। यो मर्यादा यी कविताहरूभित्र छ। उहाँ यथार्थ लेख्नुहुन्छ, आजका समस्या लेख्नुहुन्छ, तर काहीँ न काहीँ त्यो समाजको एउटा आदर्श खोजिराख्नु भएको छ। त्यो पक्ष यहाँभित्र छ। अर्को कविता पनि त्यही भानुलाई अर्को शीर्षकमा लेख्नु भएको छ। जान्या भो देश खाडलतिर यही रीतले गर्छ कल्ले सुरक्षा, ए भानु लौ पठाऊ बलवीर हनुमान देशको गर्न रक्षा, अहिले एक थोक भन्याकै छिनपछि अरू थोक फेर्दछन् नित्य बोली, वर्षौंदेखि गर्यानन् सहमति अझ खै क्या न भन्छन् त भोलि। यसो भन्नुहुन्छ भानुभक्तको भोलिलाई उतिखेरका भोलि आज पनि आइराखेका छन् भनेर यसलाई एउटा अतीतोन्मुखी प्रवृत्ति भनिन्छ। अतीतको प्रवृत्ति र आजको प्रवृत्तिलाई उहाँले तुलना गर्नुभएको छ। अरूले त आफू पनि प्रकाशक खोजेर, आफू भेटेर कहाँ प्रकाशनका बोर्ड छन् थाहा पाएर पनि प्रकाशक खोज्न सक्छन्, तर उहाँहरूलाई ठम्ब्याएर प्रकाशन गर्नु यो ठुलो कुरा हो। यसको पछाडि यसका भूमिका लेखक देवी नेपालको, यसका डिजाइनर, यसका सल्लाहकार नरनाथ लुइटेलको, ककसको भूमिका छ। उहाँहरूलाई पनि म सलाम गर्छु। काशीराम मिश्रितकी आमालाई विशेष अभिवादन गर्छु। तपाईँले एउटा देशको होनहार स्वरूप, प्रतिभावान स्वरूप जन्माउनु भएको छ। यो
होला समाजले देख्दाखेरि यो कति कमाइको काम हो भन्ला, तर यो हिसाब गर्न नमिल्ने कमाइ यहाँको छोराले गरिराख्नु भएको छ। यहाँको आशीर्वाद, यहाँको साथ सहयोग बिना यो भएको छैन होला। मिश्रित तरङ्गबाट मैले देखाउने दाँत भन्ने शीर्षकको शार्दूल विकृत छन्दकै 2-3वटा मात्र अनुच्छेद उठाउन चाहे। भ्रष्टाचार बढेर व्यापक भयो भन्छन् सबैले, तर जो हो चोर ठुलो छ स्वर उसकै के पो भएको छ र। भ्रष्टाचार भयो भनेर जसले भन्छन् उनै गर्दछन्, खुवाई घुस जता छ लुट्न सरुवा गर्छन् त्यतै सर्दछन्। न्यायाधीश भएर घुस सजिलै खान्छन् अरूको कुरा, के गर्ने बिचरा निरीह मुखिया भेटुन् कहाँ आँकुरा। बाटो पुल बनाउने सबै यहाँ खान्छन् गिटी बालुवा, ज्यामीले श्रम बेच्न सम्म नसकी बन्छन् घरै पालुवा। उम्कन्छन् कतिले करोड रुपियाँ चोरी लुकाए पनि, पक्रिन्छन् कति भोक मेट्न कनिका काँचै बुकाए पनि। निष्फिक्रीसँग हिँड्दछन् 10 गजा भन्सार ठग्ने पनि, भिर्छन् वस्त्र त गेरुवा नि मठमा, मठमा ती मूर्ति लग्ने पनि। हामीलाई छाप्न मन लाग्थ्यो, छाप्ने ठाउँ थिएन, छाप्ने ठाउँ थिए बताइँदैन थियो। हामी आफैले त्यो खालको प्लेटफर्म, त्यो छाप्ने स्थान पनि सुरुवात गऱ्यौँ र थुप्रै स्रष्टाहरूलाई स्थान दिँदै दिँदै हामी अगाडि बढ्यौँ र त्यो सिलसिलामा भेट भयो र आज प्रत्यक्ष साक्षात्कार हुने मौका मिल्यो र यसका निम्ति फेरि पनि धन्यवाद ज्ञापन गर्दै उहाँको साहित्यिक सफलताको निम्ति र आज लोकार्पित कृतिको पनि सफलताको निम्ति शुभेच्छा प्रकट गर्दै यो अवसरका लागि कृतज्ञता जाहेर गर्दै म यहाँहरू समक्षबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार। म चाहिँ लेखनाथ पौडेलको कविता, सायद यो तौल तपसीमा उल्लेख भएको पङ्क्ति हो। नसक्छौ यो आँसु टपटपटी पिचप पिउन, नसक्छौ मासुले दिनभर अघाएर जिउन भन्ने यही लयमा पढ्नको लागि थोरै प्रयत्न मात्रै गर्छु। अब केही छुट्यो भने माफ पाउँछु होइन। सबैको हातमा किताब भएको भए सँगै पढौँ भन्थेँ, अब अलिकति अप्ठ्यारो पनि होला, म मात्रै बोल्छु, एकछिन धैर्य गरेर सुनिदिनु होला। सफलता। बढ्यो गुन्डा गर्दी गरिब जन नै च्यापिन पुगे, लुके ठुला ठालु तन जन विदेशीतिर लगे। नमिल्ने ओकल्ने कति जगडियो यो विषमता, जबरजस्ती चन्दा लिकन कहाँ भो सफलता। नतानिन्छन् जनता मसिन गनवा राइफलले, नलोभिन्छन् कोही बल जफतले धाक छलले। अझै थप्दै जान्छन् जन जन सबैमा जटिलता, गरी हिंसा हत्या भन कति कमायौ सफलता। लगाई छोप्दै त्यो बदन महला यी गरिबका, नयाँ भन्छौ अहिले मुलुक तल झर्दैछ बिचरा। इसाराले बोल्ने विधिवश बनायौ विवशता, बिगारी भत्काइकन कति कमायौ सफलता। अहो नेपालीको रगत लिन बन्छौ किन जुको, छ त्यो कस्तो बाटो कति पनि नहेरी अघि बढ्यौ। घुमे साथी सङ्गी अब बसयौँ बन्धुजनका, बनायौँ हजारौँ शहीद निमुखा खोइ सफलता। यहाँ प्रश्नै प्रश्न छ सफलताप्रति, हाम्रो सफलताप्रति एकदमै प्रश्न छ। उठाई हत्केला भरस त ठेला गरिबले, खनी खोस्री बाँझो जमिन पसिना नित्य चुहुने। गरी खाने बाटो कुन छ पहिल्या ऊ बरु त्यता, बढाई त्यो हिंसा भन कति जुटा यो सफलता। धन्यवाद। आशाको त्यान्द्रो भन्ने कविताको शीर्षक छ मस्यस्त अनि दीर्घ अन्तिममा हुने साधारण विकृत भनेर। मैले भौतिकशास्त्र पढाउँछु तर अनुराग चाहिँ छ, मैले देख्न चाहिँ सकेको छैन अचेल। जसले मुष्टि बजार छ भिड छ उसकै,
पर्छन् अगाडि कुरा बोल्नै साहस हुन्न तीनजनाको छन् सर्वहारा बरा आयो राहतकै गरी पनि भने पुग्दैन त्यो गाउँमा खोक्रो पेट यता छ राहत उता गइसक्छ त्यही नाउँमा आफ्नो छैन जमिन जो श्रमजीवी जो बस्छ नाङ्गै छँदै जो अल्छी उसकै छ भूमि बढिया भाँच्दैन सिंहको अझै सक्दैनन् हक छोड्न न्याय जसको पैसा छ उसको भयो आयो रे गणतन्त्र नामक गधा यिनलाई लाती दियो बन्ला कानुन आउला दिन नयाँ होला उज्यालो अनि पाउला अधिकार न्याय सजिलै यही कल्पनामा डुबी राति काटेर त सयौं दरिद्र जनाले आएन खै त्यो दिन हेर्छौं पूर्व दिशा झिमिक्क नगरी थाक्दैछ लम्बिन हेर्छन् पूर्व दिशा झिमिक्क नगरी थाक्दैछ लम्बिन र अब चाहिँ म यो कृति जसको कृति लोकार्पण भयो अब एउटा उखानै छ जसको बिहा उसैको अघि नल्या गरेर त हुँदै भएन त्यसकारण पनि म काशीनाथ मिश्रलाई एकदम संक्षेपमा आफ्ना भावना आफ्नो धारणा राखिदिनका निम्ति म लोकार्पित कृतिका स्रष्टा काशीनाथ मिश्रितलाई म अगाडि बोलाउँछु। आजको यो मेरा 2वटा कविता सङ्ग्रह मिश्रित तरङ्ग र स्वर्णिम सपना को लोकार्पण समारोहका सभापति हुणीपुराण प्रकाशनका केशव पराजुलीज्यू, प्रमुख अतिथि पूर्व मन्त्री एवं राजदूत निलम्बर आचार्यज्यू, अन्य कृतिका टिप्पणीकार डाक्टर रमेश शुभेच्छीज्यू लगायत सम्बोधन गर्न थाल्दा कतै छुट्टिन्छ। त्यसकारणले समग्रमा सबैलाई मेरो यथोचित सम्बोधन छ। भन्नुपर्ने धेरै छैन। भाषण गर्न खासमा मलाई आउनु भाषण गर्न आउने भए म नेतातिर जान्थेँ होला सायद, नेता बनिन्थ्यो। त्यसकारणले भाषण गर्न नआउने हुनाले भाषणमा गर्नुपर्ने कुराहरू कविता निबन्धमा लेख्ने गर्छु र तिनीहरू नै मेरा भाषण हुन्। त्यसकारणले मैले गर्नुपर्ने कुरा खासै केही छैन। जे छ ती कृतिहरूभित्र छ र कृतिमा लेखिएका मन्तव्यभित्र पनि केही मेरो भाषण त्यही हुन्छ। अब धेरै कुराको संयोग आज जुटेको छ। हामी पत्राचार गरेका र पत्र मित्रताबाट सुरु गरेका साथी डमर रसिक भारती आज यहाँ उपस्थित हुन सक्नुभयो। पहिलो भेट भयो। मेरा 9-10 का सहकर्मी साथी भर्खर कविता वाचन गरेर जानुभयो। नोरावती पन्थज्यू सहभागी हुनुभयो। दिवाकरजी पनि हुनुहुन्छ। MA पढ्दासम्मका साथीहरू पनि यहाँ हुनुहुन्छ। राजेन्द्र सरले कविता वाचन गरेर गइसक्नुभयो। साँच्चै भन्ने हो भने यी सबै कुराको प्रेरणाको स्रोत कसरी म साहित्यमा अगाडि बढ्न सकेँ भन्ने बुवाले पूजा गर्दाखेरि अच्युतम केशवम भन्ने अच्युताष्टक गाउँदादेखि सुन्दै आएर सुरु गरेको छन्दमा भएको प्रभाव, त्यसपछि 9-10 मा पढ्दाखेरि गुरु नारद गौतमले हामीलाई सिकाउनुहुन्थ्यो। जहाँ नोरावती चिर हामीसँगै पढ्थ्यौँ। त्यति मात्रै नभएर विज्ञान शिक्षक रवि सर हुनुहुन्थ्यो। उहाँले हामीलाई सजीवका लक्षणहरू छन्दमा लेखाएर प्रभावकारी रूपमा आउँदो गर्नुहुन्थ्यो। त्यो छन्द मलाई अहिले पनि आउँछ, मैले त्यो भन्न चाहन्छु। त्यहाँ लेखेको छैन। भोजन चाल सचेतना सजीवमा वृद्धि र निष्कासन श्वासै फेर्न हुने सदा अरू पनि जीवकोश प्रजनन। यी सजीवका 8 लक्षण हुन्। सरले चाहिँ शार्दूल विकृत छन्दमा लेखिदिनु। कति सजिलै सम्झ्यो। अनि त्यतिखेर हामी प्रतिस्पर्धा गर्थ्यौँ। अन्ताक्षरी खेल्दाखेरि शुक्रबार अतिरिक्त कार्यक्रम हुन्थ्यो। त्यसमा अनुष्टुप छन्द बाहेकका त्योभन्दा माथिल्लो लेभलका छन्दका कविता मात्रै प्रतिस्पर्धामा भन्न पाइन्थ्यो। मैले 10 कक्षासम्म पढ्दाखेरि अरूका कविता घोकेर प्रतिस्पर्धा गर्थेँ। प्रतिस्पर्धी एकजना साथी नोरावती पन्तजी यहीँ हुनुहुन्छ। उहाँले एक दिन
हाम्रो टिमलाई हराइदिनु आफै कविता सिर्जना गरेर आउनुभयो। उहाँ अहिले विज्ञानतिर लागेर साहित्यलाई छोड्ने अथवा त्यतातिर नलाग्ने कुरा आफ्नो ठाउँमा छ, तर उहाँले पनि त्यो समय प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। उहाँले लेखेको एउटा अन्तिम पङ्क्ति मलाई याद छ, झुल्कियो सूर्य प्रभातमा अब तिमी साथी अगाडि बढ भनेर कुकुर पुछ्रे ढ अन्तिममा पारिदिएपछि हामीले हारेका हौँ। यसरी विभिन्न चरणहरू पार गर्दै साहित्यमा अगाडि बढेको हो। त्यस कारणले आज यो कृति विमोचनसम्म आइपुग्न सकिएको छ। सङ्घर्षहरू धेरै होला नि, ती दुःख व्यथा कथा यहाँ भन्न आवश्यक पनि छैन र अहिले समय पनि छैन र सबै आइदिनु भयो। आमन्त्रण गरेका कतिपय अब बाटोघाटोका कारणले आइसक्नु भएको छैन, पाउनु भएन, जो उपस्थित हुन सक्नुभयो उहाँहरूलाई मलाई शुभकामना दिन आउनुभएका सबै महानुभावहरूलाई मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो आफ्नो भनाइ चाहिँ टुङ्ग्याउँछु। 2051 साल माघ 4 गते हाम्रो काशीनाथको जन्मदिन हो माघ 4। मैले उसलाई च्यालेन्ज गरेँ, समय हुन्न, समय लेख्ने समय नै पाइन्न, ल तल 24 घण्टा समय भयो, एउटा कृति लेखेर गर्न त भनेको। रक्सी खण्ड काव्य 24 घण्टामा 181 श्लोक, त्यो पनि छन्दमा। त्यसको पहिलो श्लोक मलाई याद छ, आयो आयो लौननी रात्रि आयो, ल्यायो ल्यायो अन्धकारै ल्यायो, टिप 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 बत्ती पो बल्न लाग्यो, बत्ती पो निउन लाग्यो, ओहो ओहो त्रास पो लाग्न लाग्यो भनेर त्यो कविताबाट सुरु गरेको साहित्य यात्रा विभिन्न कृति हुँदै आज यो कविता सङ्ग्रहको 2टा जुम्ल्या कविता सङ्ग्रह विमोचनमा हामी आइपुगेका छौँ। त्यो भनेको दिव्य 30 वर्ष हो। 30 वर्षको अन्तरालमा महाकाव्य लगायतका धेरै कृतिहरू आइसकेका छन्। हामीलाई निरन्तरता पुरानै समयदेखि दिइरहने हाम्रो निलाम्बर सर, जसलाई यो उमेरमा यो पानी आएको बेला यो पानीमा भिज्दै उहाँलाई मैले यसो आउँदा आउँदै छामेको त पुरै पानीले भिजिसक्नु भएको रहेछ, त्यस्तो अवस्थामा पनि हामीलाई साथ दिनुभएको छ। यी सबै कुरा मैले छोटो एक वाक्यमा केही धन्यवाद ज्ञापनका लागि गरेको हो। 6 वर्ष अघि मिश्रितजीको एउटा निबन्ध सङ्ग्रहको लोकार्पणमा लक्ष्मणजीले बोलाउनु भएको थियो, म उपस्थित भएको थिएँ। 6 वर्ष पश्चात आज फेरि उपस्थित भएको छु। मलाई खुसी लागेको छ कि 30 वर्षको काशीनाथजीको साहित्यिक यात्रा निरन्तर चलिराखेको छ। कविताहरू, काव्यहरू, निबन्धहरू मार्फत र यो यात्राले निकै सिर्जनाहरू हामीहरूलाई दिएका छन्, नेपाली सार्वजनिक क्षेत्रलाई दिएका छन्। उहाँ शिक्षक हुनुहुन्छ, तर शिक्षकको साथसाथै एउटा स्रष्टा, त्यो पनि एउटा शिक्षा नै हो, एउटा सन्देश नै हो, एउटा कला नै हो जसले सिकाउँछ दिनुभएको छ। उहाँलाई म बधाई दिन चाहन्छु। आज 2टा किताब प्रस्तुत गर्नुभएको छ, यो लोकलाई अर्पण गर्नुभएको छ र यी 2टा किताबको यात्रा पनि उहाँको यात्रा जस्तै सुखद अगाडि बढ्नेछ र यसले हाम्रो समाजलाई, हाम्रो समयलाई सही दिशा दिन मात्र होइन, एउटा सौन्दर्यको, आनन्दको अनुभूति दिन पनि मद्दत गर्नेछ यी 2 कृतिले भन्ने मैले अपेक्षा र आशा गरेको छु। अघि समीक्षा गर्ने क्रममा रमेशजीले केही कुराहरू उठाउनु भएको छ। महिलाबारेका कुराहरू छन्, राजनीतिबारेका कुराहरू छन्। के बदलियो त भन्ने कुराहरू पनि छन्। हाम्रा सपना मात्रै रहे कि हामी त्यसलाई साकार पार्नतिर अगाडि बढेनौँ जस्तो छ भन्ने कुरा पनि छन्। यी सबै उहाँले उठाउनुभएका कुरा कवि मिश्रितका रचनाहरूबाट नै उठेका हुन्। कवि मिश्रितमा
छटपटी छ, पीडा छ, आशा छ, विश्वास छ, सुधारको कल्पना छ। यो हुनु पनि पर्दछ। कतिपय कुरा उहाँले अतिरञ्जनामा अतिशयोक्तिमा प्रस्तुत गर्नुभएको होला। भन्छन् नि केही कुरा देखाउनलाई अलिकति ठुलो पार्नुपर्छ, अलिकति बढाएर देखाउनुपर्छ, त्यसले गर्दाखेरि बढी प्रभाव पर्छ भन्ने पनि होला, जस्तो महिला बारेकै कुराहरू होला। तर के छ भनेदेखि भन्दाखेरि हाम्रो समाजले प्रगति त गरेको छ, हाम्रो समाजले अगाडि त बढेको छ। जहाँ सूक्ष्म दृष्टि भएका, समाजलाई पनि हेर्ने, समाजलाई पनि हामीहरूलाई समेत देखाउने, तर नेत्रहीन भनी चिनिने मिश्रित जस्ता कविहरू हुनुहुन्छ। त्यो समाज चाहिँ गरिब हुँदैन। उहाँ त एउटा पात्र हो, एउटा बिम्ब हो, त्यस्ता अरूहरू पनि छन्। त्यसैले हाम्रो समाज अगाडि बढेको छ। हाम्रो समाजले गर्न नसकेको कुरा जे हुन बाँकी छ त्यसमा हामीलाई पीडा छ, दुःख छ, आलोचना छ। त्यो आलोचना पनि चाहिने के भन्दाखेरि समाज त अरू बढ्नुपर्ने हो भन्ने चाहिने एउटा आशा विश्वासले चाहिने आएको आलोचना हो। त्यो पनि एउटा प्रेरणाको स्रोतको रूपमा आएको हो, न कि निन्दाको रूपमा। त्यसैले यो समाजलाई बनाउनमा, बढाउनमा नेपालका सर्जकहरू, साहित्यिकहरू, मिश्रित जस्ता व्यक्तित्वहरू र उहाँलाई प्रोत्साहित गर्ने उहाँको परिवार लक्ष्मण गेवालीजीहरू धन्यवादका पात्र हुनुहुन्छ।